अब हामीले चाहिँ मम्मीले चाहिँ यहाँ घिउ अनि त्यसपछि यो पानी अनि यतापट्टि चाहिँ चिनी पानी अनि त्यसपछि यहाँ घिउ हाल्दै हुनुहुन्छ अनि त्यहाँ के हो त्यो रोटीको आँटा अनि त्यसपछि अब यो भाँडामा बनाउने अरे मम्मीले रोटी अब दसैँको लागि अब प्रोसेसमा जान्छ ठिकै हुन्छ होला आज यसलाई माला लगाइदिएको उफ्रेकैसँग हात दिन्छु भन्छ यसो हातमै नगरेछ गुड हात रोटी बन्दैछ माथि कार्यक्रम यहाँ मम्मी यहाँ चाहिँ ड्याडी हुनुहुन्छ 1 hour later. Hello. यो चाहिँ हाम्रो घर अनि यहाँ चाहिँ सानो छ अनि यहाँ बाबा हुनुहुन्छ अनि यो चाहिँ यहाँ चौका चाहिँ हामी रोटी पकाएको थियौँ सजिलोको लागि अनि त्यसपछि यहाँ चाहिँ रोटी रेडी भइसकेको छ अनि मेकर चाहिँ यहाँ हुनुहुन्छ कता हो यहाँ हुन्छ मम्मी हाम्रो 80% चाहिँ उहाँले चाहिँ बनाएको हो टाइगर 80% चाहिँ आज मलाई लाग्छ म चाहिँ यहाँ मलाइसकेँ अब यहाँ चाहिँ मेरो मामा घर चाहिँ भाइ कता गयो अनि सोच लाग्यो अब एकछिन यहाँ बस्ने अनि त्यसपछि फेरि माथि आन्टीको घर जानुपर्छ यहाँ चाहिँ टक्कसँगले यतापट्टि रोटी अनि त्यसपछि फलफुलहरू अनि यता चाहिँ के हो यो लोटा अनि यहाँ पैसा राख्दै हुनुहुन्छ बोजूले ककाले हाई भन्छु न यो चाहिँ रेडी छ त्यो इज रेडी अब हामी यसलाई बाल्ने A few minutes later. श्राम देखियो 2082 सक्यो ल ह्यापी दिवाली आइडेन्ट ह्यापी दिवाली भन न It went for a long time. कस्तो राम्रो आयो हो कस्तो झिल्का 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 Emotional, damn it! खतरा हुने रहेछ हो उछिटेर पो गयो अब हामी चाहिँ यहाँ बम बाल्नु लागेको छौँ म यहाँ लस्सी यहाँ चाहिँ हामी बम पकाउनु लागेछौँ दुईवटा भाइहरू भाइ बहिनी चाहिँ लास्टै डरपोक यहाँ आयो भाइ डरपोक भाइ चाहिँ अनि त्यहाँ बम चाहिँ पड्केकै छैन यहाँ भाइ चाहिँ यता 1 hour later. What?
Bro, what are you talking about, man? चाहिँ बम पड्केर तर्सेको छ होइन अघि भुक्दै थियो अहिले भुकेको छैन अहिले ज्ञानी भएर बसेको छ Guys, आजको लागि चाहिँ यति नै now see you in the next video. They have a lot of good friends.